एभ्रिवान, गुड मर्निङ। बिहानको 4:30 भइरहेछ। हामी चाहिँ टुर जान लागेको छौँ उटी सबैजना होइन। 3टा बस गाडी छ। धेरै टाइमपछि म भिडियो बनाउँदैछु। भिडियो हेरेर साथ दिनु होला। धेरै मान्छे छ। उठेर देखाउनु अल्छी ल। यता पनि छ त पर म चाहिँ दोकानमा बसेर च्याउँदैछु क्या। यो चाहिँ हामी गाडीमा उठिसक्यौँ। यहाँ चाहिँ पुरा लाइट बलेको छ। केटीहरू डान्स गर्न तातेर यो चाहिँ हामी टुर गएको बाटो हेर्नु कस्तो दामी छ। मामा हेरै गर्नु जस्तो। यो चाहिँ पुरा नाच्दै छ नि केटीहरू। म चाहिँ भिडियो गर्दै थिएँ। मलाई पनि बोलाएको तर म चाहिँ गएकै थिइनँ। जान्न तन्न 22:30 होला जति खाइस राइस भनेर नाच्नु चाहिँ आउँदैन कि त्यही पनि नाच्नु चाहिँ छोड्दिनँ म है। हेर्नु उफ्रेको मात्रै नि फेरि। यो चाहिँ त्यहाँको बाँदरहरू होइन। बाँदर थोरै हुँदैन कि यहाँ चाहिँ पाहाडमा केही खानेकुरो दियो भने आएर हातबाटै खोसेर लान्छ। यो चाहिँ त्यहाँको पाहाड हो। कत्रो पाहाड हुन्छ। कस्तो ठुल्ठुलो पाहाड होइन। हाम्रो गाउँमा पनि त्यत्रो पाहाड त हुँदैन। त्यत्रो पाहाड छ। कस्तो दामी भ्यू छ यहाँ चाहिँ। कस्तो दामी पुरा दामी दामी क्या सबै खिच्नु जस्तो। फाइनली हामी उटी पुग्न आँट्यौँ। अब यहाँबाट चाहिँ 4 किलोमिटर मात्रै छ। पुग्न लाग्यौँ। अब अर्को गाडीमा जानुपर्ने अरे। यहाँ भेला भएको छन् मान्छेहरू भर्खरै कहाँ नै के नै गर्न जान आँटे जस्तो। आमामा थोरै छैनन्। कम त ठन्डा छैन फेरि यो जग्गामा। एउटा गाडीमा चाहिँ मान्छे लगिसकेको थियो। हामीलाई चाहिँ सिट पुगेको थिएन। अनि फेरि हामी चाहिँ अर्को गाडीको वेटमा थियौँ। जाडो भएर हेर्नु नानी पनि छ हामीसँग एउटा। यो चाहिँ हामी त्यहाँको लोकल बसमा यहाँ आन्ना पनि हेर्दै थियो कि। अनि हामी चाहिँ सिट थिएन नि। फाइनली हामी बसबाट उत्रयौँ। अब जान्छौँ उटी। यो चाहिँ त्यहाँको नजारा हो। कस्तो दामी छ। फाइनली हामी उटी पुग्यौँ। यो चाहिँ त्यहाँ उटी हो। कस्तो दामी छ। हेर्नु ब्लॉग हो यो। उटी में हस्बैंड वाइफ इतना अच्छा से खा रहे। कितना अच्छा कपल है ये लोग। रास्ता में झगड़ते रोते हैं। मैले चाहिँ पुरा आफ्नो भिडियो नै गर्न पाएको थिइनँ। बल्ल बल्ल गर्दै। मोर्नी नानी तेरी मोर्नी को मोरले गए भन्ने वाला गाना सुने। हाँ गाना आएगा ऐसा करके जाएंगे। अनि अब यति गर्दै मेरो भ्लग यहीँ खत्तम हुन्छ। सबैजनालाई बाई बाई, गुड नाइट। रातिको 1 बजेको भिडियो।